हेलो गुड मर्निङ गाइज टु यु अल। मेरो छोराछोरीहरू चाहिँ यहाँनिर खेलिरहेछ अनि यो चाहिँ हाम्रो गार्डन हो। छतमा छ यो गार्डनहरू चाहिँ। यहाँ चाहिँ विभिन्न प्रकारका फुलहरू बोटबिरुवाहरू यसरी च्याउहरूसँग मिलाएर बढी नानीले राख्नुभएको छ। अनि आज म यहाँ छतमा भिजिट गर्दैछु। अनि ड्र्यागन फ्रुट हो यो। कस्तो राम्रो फुलहरू फुलिरहेको छ। सबै देख्दाखेरि चाहिँ मलाई एउटा भ्लग नबनाइकन बस्नु मन लागेन, अक्क परेको खुर्सानी। ब्युटिफुल सिनेरिज अनि यस्तो राम्रो फ्लावरहरू कलेक्सन छ यहाँनिर, तपाईँहरूले देख्न सक्नुहुन्छ गाइज। हाम्रो यो चाहिँ तितेपाती हो, राईको घरमा हुनै पर्छ। वाउ, स्मेल सो गुड। त्यो पनि मलाई अर्को मनपर्ने थियो। चाहिँ मेरो बडा ससुरा हुनुहुन्छ उहाँ चाहिँ। मर्निङ आवरमा घाम थाप्दै मैले चाहिँ यसरी भ्लग बनाइरहेको छु। यो चाहिँ अङ्गुरको बोटहरू हो हाम्रोमाथि। यो चाहिँ एयरपोर्ट हो, प्लेनहरू त्यहाँनिर राखिएको छ। यो ज्यास्मिन फुलहरू छ हाम्रो। अनि यो चाहिँ ब्ल्याक चेरी हो, ब्ल्याक ऐँसिल हो। सफा पनि गर्दैछौँ आज हामीले चाहिँ। एकदमै राम्रो दृश्य छ। अनि कलेक्सनहरू पनि फुलहरूको। अनि छतमै आँप, लिची, अम्बक, हेलो सायाबु, सुन्तला, खेल्ने प्ले स्टेसन। सायो नानीहरू एकदम इन्जोय गरिरहेको छ। सायाबुले चाहिँ के अरे एक्सर्साइज गरिराख्नु छ। हेलो गाइज, वेलकम टु लक्ष्मी च्यानल। म चाहिँ आज बानेश्वरमा छु। अनि हामी चाहिँ यहाँनिर हाम्रो माथि छतमा हाम्रो गार्डनहरू छ। अनि म र रोजी दिदी चाहिँ गएर सफा गर्न गइरहेको छौँ। यता साइड चाहिँ मैले क्लिन गरिसकेँ। अब यतातिर यसरी पातेका चाहिँ मेरो छोरी चाहिँ यहाँ खेलिरहेछ। यसरी खेलिरहेको छ। हामी चाहिँ क्लिन गर्न गइरहेको छौँ गाइज। यो चाहिँ होइन यसरी हल्लाउँदाखेरि प्लान्टको पातहरू झर्दैछ है। लुगाई यसले चाहिँ धेरै झार्दैछ। मल हुन्छ, त्यही भएर मैले यसलाई हटाएँ गाइस। यसको पातहरू पनि धेरै रजिलो भइरहेछ। बाबा आउनुहुँदैछ, निकाल्दैछु गाइस। सानो कैँची छैन होला है रोजी दिदी? रोजी दिदी हाई भनिदिनुहोस् न। दुबईमा चाहिँ मैले पनि त्यो हस्पिटल उठाएर चाहिँ यहाँ राखेको छु गाइज। हेर्नुहोस् है, यतातिर चाहिँ हामीले क्लिन गरिसक्यौँ। रोजी दिदी कस्तो लाग्छ? एकदम राम्रो सफा भइरहेछ हाम्रो छत।
जानुपर्छ। हेलो गाइस, काम चाहिँ यस्तै भइरहेको छ। रोजी दिदी घाम कतिको लागेको छ? मलाई त तराईदेखि आएर होला मलाई त्यस्तो धेरै घाम भएको छैन गाइस, तर यहाँ दिदीलाई चाहिँ धेरै घाम हाम्रो फोरै गाइस। रोजी अब यो उठाएर यहाँ हालौँ ल। हामी चाहिँ यो प्लान्टको पातहरू चाहिँ कतै फ्याँक्दैन गाइस, हामी चाहिँ यसरी कम्पोस्ट मल बनाउन गएको छौँ होइन रोजी दिदी? हजुर 2 in 1 काम हुँदैछ हाम्रो यहाँ। अब यो माटो पनि हामी यहाँ मात्रै सरेर राख्छौँ। गडेलाहरू थुप्रो रहेछ हौ। गर्न पनि म त डर लाग्छ छुदिन त गडेला देख्यो। डर लाग्छ। आज हाम्रो सफा पनि सार्नुहरू चाहिँ यही रहेको छ गाइस। हाम्रो फाइनली हाम्रो काम सकेको छ। सबै म भिजुरलाई भिजुर गराउँदैछु। हाम्रो काम आजको बिहानको पानी हाल्नु पानी पर्यो। हाल्नु गइरहेको छौँ। भिजुरले पुरा पानीको साथ तयारी भएर आइसक्नुभयो। आज एकदम धेरै क्लिन भयो। आजको हाम्रो काम यति नै रह्यो बिहानको। फेरि भेटौँला। Thank you. Good day. Have a nice day. Love you all. One day.